त्यसले नमस्ते, म सोनम शेर्पा। आज फेरि हाम्रो यो रिल च्यालेन्जको आज डे 24 अनि आजको टपिक छ तपाईँको वाट्स होल्डिङ यु ब्याक भनेको छन्। यो चाहिँ होल्डिङ अझ खासै त्यस्तो छैन। यो पिपल बिजनेस भएको हुनाले हामीले पिपललाई नभए पनि सिस्टमलाई ट्रस्ट गर्ने, सिस्टमले पिपललाई ट्रस्ट गर्ने भएको हुनाले यो तर सिस्टम मान्छेले बिल्ड भएको हुनाले यो यति राम्रो सिस्टम छ जुन सिस्टमले गर्दाखेरि त्यही सिस्टमभित्र आउनेसम्म चाहिँ बाहिरबाट भर्खरै आउने साथीहरूलाई चाहिँ अलिकति उहाँहरूले होल्ड गर्छन्। तर हामीले भित्र आएर यो $149 तिरेर चाहिँ तपाईँ भित्र जुन बिजनेसको चाहिँ डिटेल हेर्नुहुन्छ नि, यु आर अलवेज गोइङ फरवर्ड। तपाईँले ब्याकवर्ड कहिले पनि जाँदैन। त्यही भएर पनि यो बिजनेस चाहिँ तपाईँको एउटा पिपल बिजनेस, एउटा ट्रस्ट बिजनेस अनि एउटा चाहिँ सिस्टम, यति राम्रो सिस्टम छ जुन सिस्टम चाहिँ ग्लोबली रेकगनाइज सिस्टम भएको हुनाले चाहिँ हाम्रो यो बिजनेसमा चाहिँ तपाईँको एकदमै यो ब्याकभन्दा पनि तपाईँको फरवर्डमा चाहिँ एकदमै बेसी हामीलाई जानेलाई चान्स हुन्छ। अनि यति धेरै कुराहरू सिकिन्छ यो भित्र गएर, तपाईँ आफै प्रो भएर जान्छन् र तपाईँले यो भित्र नआइन्जेलसम्म चाहिँ तपाईँलाई के जस्तो लाग्छ, कस्तो होला भनेर अलिकति अति नै स्वाभाविकै हो, किनकि यो अनलाइन भएको हुनाले पनि तपाईँलाई एकैचोटि सबै कुरा थाहा हुँदैन। थाहा हुनको लागि तपाईँले हाम्रो कम्युनिटीभित्र आउनु पर्यो। आइसकेपछि तपाईँलाई सबै कुराहरू डिटेल भइसकेपछि यु आर अलवेज गोइङ फरवर्ड। एभ्री स्टेप चाहिँ तपाईँले केही कुरा सिकिरहेको छ, केही कुरा चाहिँ अर्निङ भइरहेको छ। तपाईँले सिक्ने मात्रै होइन, तपाईँले कमाइरहेको छ जस्तै हामीले गरिरहेको छ। र त्यो चाहिँ मलाई चाहिँ तपाईँको अहिलेसम्म होल भएको भनेको एउटा यो हामीले जुन पहिला आफ्नो स्टेप चाल्ने भन्दा पहिला चाहिँ आफूलाई पनि अलिकति यो कस्तो खालको कसरी गर्ने त भनेर चाहिँ हामीले चाहिँ 2-4 दिन टाइम लिएको चाहिँ त्यो चाहिँ मलाई होल जस्तो लाग्छ। तर त्यहाँबाट आइसकेपछि चाहिँ हामीलाई चाहिँ ब्याक होल चाहिँ कहिले पनि भएको छैन यो बिजनेसमा। तपाईँहरू पनि यसै गरी चाहिँ बिजनेस गर्नु चाहनुहुन्छ, वेलकम छ है। हामी तपाईँहरूलाई सधैँको लागि हामी साथी गर्ने एकदमै तयार छु। हस्त, धन्यवाद।